सिपिआईको सरकार भइसकेपछि पार्टीभित्र खटपट हुन्छ, त्यो पनि फुट्ने होला नि भनेर आशंका गरिरहेका छन् मान्छे। तपाईले जनतालाई अलिकति भए नि भ्रम छिर्दिउँ भनेर गरेको प्रश्न हो जस्तो लाग्छ। त्यो प्रश्न नै बन्द गरिदिनुहोस्, किनभने तपाईहरू हामीलाई चाहिँ मोटिभेसन दिनुहोस्। जनतालाई तपाईहरुले यस्तो समाचार यो पठाइदिनुहोस् कि प्रश्न सोध्ने स्थिति बन्छ कि बन्दैन त्यसै भनिदिनुहोस् न। तपाईले अहिले नै सोध्न गलत गर्नुभयो, नसोध्नुपर्छ अहिले तपाईले, हैन? किनभने राष्ट्रपालाई माया गर्ने, अहिले राष्ट्रपाका सदस्य कार्यकर्ता भनेर नबुझ्दिनु होला। राष्ट्रपालाई माया गर्ने तमाम तपाईँ जस्तै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हो। त्यसकारणले उहाँहरूमाथि अन्याय हुनु हुँदैन। त्यसकारणले हामीबाट त्यस्तो कहिल्यै हुन सक्दैन, कदापि हुन सक्दैन। हामी त्यो इमान नगुमाइकन काम गर्छौँ। भनेपछि जसरी बालेन्द्र शाह अहिले भावी प्रधानमन्त्रीका उम्मेदवारै हुनुहुन्छ अहिलेसम्म पनि, त्यो सम्झौतामा भनिएको छ बालेन्द्र शाह 5 वर्षका लागि प्रधानमन्त्री हुनेछन्, पार्टी सभापति रवि लामिछानेले सम्हाल्नेछन् भनेर भनिएको छ। यही सम्झौता हो नि त? त्यो यसमा कहीँ पनि तलमाथि हुँदैन। त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटि हेर्नुपर्छ। मलाई सबै कण्ठ छैन। तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यहाँ जे लेखेको छ त्यही हुन्छ।